तपाईले सोध्नु होला जतिजना मान्छेले त्यसलाई स्टन्टबाजी भन्नुभयो क्यामेरा लिएर हिँड्छ भनेर क्यामेरासँग भाग्ने मान्छेहरू हामीहरू क्यामेरा आएर बोलेको तपाईँले हतपत्त हामीलाई देख्नु हुँदैन हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला तर राम्रोसित काम चाहिँ गर्नु आउँछ आफ्नो देशलाई जोगाउनु आउँछ चाहे तपाईँ नै होस् तपाईँको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ हामीले नै त्यो जिम्मेवारी निर्वाह गरेर हामी तपाईँको सुरक्षाको लागि हामी खटिरहेका छौँ हामीले कहिले पनि भनेका छैनौँ कुनै दल कुनै पार्टी भनेर हामीले छुट्याएको छैनौँ यहाँ तर पहिला के हुन्थ्यो हामी पहिला बस्दाखेरि एउटा नागरिक भएर हेर्दाखेरि के हुन्थ्यो यताबाट एकजना उफ्रिनुहुन्थ्यो उताबाट अर्कोजना उफ्रिनुहुन्थ्यो दिनभरि त्यो ड्रामा हुन्थ्यो हाम्रोबाट यहाँ तर अब हामी नसुध्रेर कहिले सुध्रिने त्यही भएर हामीले हिजो अथाक प्रयास गरेको प्लेन श्री एयरलाइन्स रेडी गरेको पर्मिसनहरू लिनुपर्छ लिएकै हो तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो अब उहाँको ब्लड प्रेसरै लो भइसकेको थियो ब्लड प्रेसर लो भएको टाइममा हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरहेको हो नि त डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन् सबैजना डक्टर्स भइसकेका छन् त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो स्थानीय तह त स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले काठमाडौँमा तपाईँहरू आफै भन्नुहोस् स्थानीय सरकार कसको विल लक लागेको कसले हामीले भनिराख्नु पर्ने अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ जोसुकैले गरेको होस् आफूले अघि बढ्नुपर्छ त्यसमा दोष लाउनु हामीलाई छैन आफूले गर्नुपर्ने कर्तव्य राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने गर्छौँ 3 रात सुत्नु नपरोस् 4 रात सुत्नु नपरोस् हामीले सुत्दिनौँ आफ्नो नागरिकलाई बचाउँछौँ हामी प्रयास गरेकै हो मान्छेहरू